वेलकम ब्याक फेरि पनि यहाँलाई धेरै धेरै स्वागत गर्दै फेरि पनि हामी पोस्ट म्याचमा उपस्थित भइसकेका छौँ। भर्खरै मात्रै यो टुर्नामेन्टको दोस्रो सेमिफाइनल खेल सम्पन्न भइसकेको छ। तपाईँले देखिसक्नु भएको छ षडानन्द नगरपालिका भोजपुर भर्सेस कन्काई नगरपालिका झापा बिचको खेल र यो 5 सेटको खेलमा सोझो सेटमा कन्काई नगरपालिका झापालाई षडानन्दले जितिसकेको अवस्था छ। पहिलो सेट 25-27 को अङ्कले जितेको थियो भने दोस्रो सेट 19-25 र तेस्रो सेट 21-25 को सेट अङ्कले तेस्रो सेट पनि जितिसकेको छ। र तपाईँले देखिसक्नु भएको छ यो खेलको म्यान अफ द म्याच पनि कृष्ण रसाइली। यो तपाईँले देखिरहेको सुनिरहेको नाम पनि हो र देखिरहेको अनुहार पनि हो, किनकि उहाँ चाहिँ नेसनल प्लेयर हुनुहुन्छ। कोशी प्रदेशबाट मिडल ब्लकरको रूपमा चाहिँ उहाँ लामो समयदेखि खेलि पनि रहनु भएको छ र यो खेलमा उहाँ म्यान अफ द म्याच हुनुभएको छ। आउनुहोस् उहाँलाई स्वागत गरौँ, केही कुरा पनि गरौँ। नमस्ते, स्वागत छ। सर्वप्रथम त हजुरलाई नमस्कार। धेरै धेरै बधाई पनि, यो सेमिफाइनलमा म्यान अफ द म्याच हुनुभएको छ। अब खेलको कुरा गरौँ न, यो खेल कस्तो रह्यो समग्रमा? खेल त टाइटै हो, उता नि स्ट्रोकै टिम हो, हाम्रो पनि स्ट्रोकै टिम हो। हुन त हाम्रो नि एक त हाम्रो क्विकर छैन, ओपनलाई क्विकर खेलाइरहनु परेको छ। अनि अर्को एउटा विपुल कार्की लिबर हुनुहुन्छ, उहाँ नि आउनु भएको छैन। अब अर्को म्याचदेखि हामी फेरि लिएर खेलाउँछौँ, राम्रो अझै पर्फर्मेन्स दिनेछौँ। होइन, उहाँले फाइनलमा आउनुहुन्छ भन्नुभयो? होइन, फाइनल अर्को टुर्नामेन्टमा आउनुहुन्छ। अब ओके, ल त्यसो भए सुरुमा चाहिँ निकै टाइट भयो है। जस्तो सुरुमा त यहाँले 25 को विरुद्ध 27 ल्याउनु पर्यो होइन, तर पछाडि दोस्रो सेटमा चाहिँ सहज भयो कि खेल मिलेर आएको भनौँ, या उहाँहरूको कमजोरी पत्ता लागेर हो, या के भएर चाहिँ अलिकति सहज भयो? हाम्रो सर्वप्रथम सेकेन्ड सेटमा चाहिँ हल्का डिफ्रेन्ट मिलेर हल्का ब्लक टाइट भएको कारणले गर्दा सहजै भयो। अब त्यसो भए तपाईँको लागि धेरै चासो चाहिँ के हो भने 10बाट वैशाख 10बाट एनबिए कप पिएम कप पनि हुँदैछ होइन, तर तपाईँ यहाँ हुनुहुन्छ कि अब कहिले पुग्नुहुन्छ? आज 8 गते, भोलि 9, पर्सिबाट त गेम हुँदैछ। कसरी जानुहुन्छ, कहिले जानुहुन्छ कि? जति सक्दो त म भोलि नै जाने प्रयास गर्नेछु। अब भोलि अब फाइनल चाँडै गरिदिनु भने मलाई सहज हुन्थ्यो भन्ने मेरो आशा छ। अब तपाईँ यहाँ हुनुहुन्छ नि, अब त्यो खेल चाहिँ कसरी मिल्छ कि? अब यहाँ हुनुहुन्छ, कुनै तयारी पनि जस्तो देखिँदैन हामी बाहिरकोले हेर्दाखेरि। खेल सेट कसरी मिल्छ कि अब तपाईँ यहाँ हुनुहुन्छ? वहाँनिर भन्दाखेरि म अब भोलि या फाइनल सकेर भोलि रातो तुर्नु झरेर पर्सि फ्लाइटमा पुगेर उहाँ पुग्नुपर्ने छ। अब फाइनल चाहिँ तपाईँको सभापोखरीसँग भएको छ। रणनीतिक हिसाबले तयारी कस्तो छ, माइन्डसेट कस्तो छ तपाईँहरूको? हाम्रो अब जति सक्दो तब उहाँ टाढाबाट आइसक्दो सक्दो फाइनल उठाएर जाने, प्रथमै भएर जाने लक्ष्य हो होइन। जो खेलाडीको नि लक्ष्य त त्यही हुने हो। त्यही पनि हाम्रो पर्फर्मेन्स सक्दो दिनेछौँ भन्ने आशा राख्दछु। ल धेरै धेरै शुभकामना, बधाई फाइनलको लागि पनि र पिएम कपको लागि पनि धेरै धेरै शुभकामना। र हाम्रो कुमार कटवाल दाइलाई यो अवसर हामीलाई यहाँसम्म ल्याउनु भएकोमा कुमार कटवालजीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। हस्, धेरै धेरै धन्यवाद। तपाईँले सुनिसक्नु भएको छ आजको म्यान अफ द म्याच। यो आयोजनाकै उहाँ चाहिँ लगभग सबैको नजरमा हुनुहुन्थ्यो, रहि पनि रहनुहुनेछ उहाँसँगको कुराकानी। र अब तपाईँलाई जानकारी गराउँ कि थर्ड पोजिसनको लागि तपाईँ भोलि बिहान 8 बजे लाइभमा हेर्न सक्नुहुनेछ। यो चाहिँ साल्पा सिलिछो गाउँपालिका भर्सेस कन्काई नगरपालिका बिचको, र 12 बजे उहाँहरूकै खेल 12 बजे लाइभमा आउनेछौँ। म चाहिँ अहिले यो पोस्ट म्याचबाट बिदा हुन्छु। नमस्ते, भोलि भेटौँला। ल है त।